नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। आज म हजुरहरूको लागि चिकन चाउमिनको रेसिपी लिएर उपस्थित भइसकेको छु। आशा छ यो रेसिपी हजुरहरूलाई पक्कै पनि मन पर्छ। मन परेमा घर परिवारमा बनाएर खानुहोला। साथै हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला। यो बनाउनको लागि चाहिँ मेन चाहिने सामग्रीहरू मैले स्क्रिनमा देखाएँ के चाहिन्छ भनेर। तेल, बेसार, नुन, जिराको धुलो, खुर्सानीको धुलो, सोया सस, चिल्ली सस, मरिचको धुलो, धनियाँ, चना भिजाएको, लसुन, मासु, बन्दा, प्याज, क्याप्सिकम, गाजर र उसिनिएको चाउमिन। हरेकको चाउमिन बनाउने डिफ्रेन्ट स्टाइल हुन्छ। घरमा अब भेजिजहरू के अभाइलेबल छ त्यही अनुसारले हजुरहरूले बनाउन सक्नुहुन्छ। एउटा ठुलो भाँडामा पानी लिएर मैले कति चाउमिन चाहिन्छ त्यही अनुसारले उसिन्नको लागि राखिदिएँ। थोरै नुन, बेसार चाहिँ कलरको लागि राखेको हो मैले, र थोरै तेल राखेर उसिन्नको लागि छोडिदिएँ। र उसिनिसकेपछि यसलाई पानी तारेर साइडमा राख्न सक्नुहुन्छ। साथै एउटा फराकिलो मैले प्यान बसालेँ, तर त्यसमा तेल राखेको छु। तेल तातिसक्यो र माथिबाट मैले चिकन फ्राई हुनको लागि त्यसमाथि राखिदिएँ। हजुरहरू भेजिटेरियन हो भने यो चिकनको पार्टलाई चाहिँ स्किप गर्न सक्नुहुन्छ, बाँकी प्रोसेस सबै एउटै हो। माथिबाट चाहिँ मैले मरिचको धुलो राखेको छु र थोरै नुन, र यसलाई तबसम्म फ्राई गरौँ कि जबसम्म यो गोल्डन ब्राउन हुँदैन। चिकनको साटो हजुरहरूले मसरुम पनि प्रयोग गर्न सक्नुहुन्छ। मासु रातो हुन थालिसक्यो, हेर्न सक्नुहुन्छ। त्यसलाई मैले त्यही प्यानमा साइडमा राखिदिएँ र त्यसै तेलमाथि चाहिँ मैले लसुन फ्राई हुनको लागि छोडिदिएँ। भिजाएको चना एकछिन त्यसलाई राम्रोसँग फ्राई हुन दिएको छु, र त्यो फ्राई भइसकेपछि मैले माथिबाट चाहिँ प्याज राखिदिएँ, क्याप्सिकम, लामो गरेर काटिएको गाजर, यसलाई राम्रोसँग फेरि फ्राई हुन दिएको छु। 1-2 मिनट जति यसलाई राम्रोसँग फ्राई हुन दिनुहोस्। र मैले मासु पनि साथै त्यसलाई सबलाई मिक्स गरिदिएँ। राम्रोसँग फ्राई भइसकेपछि माथिबाट चाहिँ मैले बन्दा राखिदिएको छु। स्वाद अनुसारले नुन, खुर्सानीको धुलो पिरो आफूलाई कतिको मनपर्छ, बेसारको धुलो थोरै राखेको छु, जिराको धुलो, र त्यसलाई राखेर राम्रोसँग मिक्स हुन दिएँ। र एकछिन मसला राम्रोसँग पाकिसके पछाडि माथिबाट चाहिँ मैले उसिनिएको चाउमिन राखिदिएँ। कतिजनाको लागि बनाउनु हो त्यही अनुसारले बनाउन सक्नुहुन्छ। चिल्ली सस र सोया सस माथिबाट राखिदिएँ र यसलाई राम्रोसँग मिक्स गरेको छु। हजुरहरूले केचपको पनि प्रयोग गर्न सक्नुहुन्छ। राम्रोसँग मिक्स गरेर 2 मिनट जति हजुरले पकायो भने रेडी हुन्छ हाम्रो चिकन चाउमिन। र माथिबाट गार्निसको लागि चाहिँ धनियाँ राखेको छु मैले, हजुरहरूले पनि राख्न सक्नुहुन्छ। हेर्दै एम्मी देखेको छ हाम्रो चाउमिन। यसरी बनाएर खानु होला घर परिवारमा। मन परे भने साथीहरू बिचमा पनि यसलाई सेयर गर्न सक्नुहुन्छ। यसरी घरमा चिकन चाउमिन बनाएर खानु होला, र कस्तो भयो भनेर सल्लाह सुझाव पनि दिन नभुल्नुहोला। मेरो भिडियो अन्त्यसम्म हेर्नुभएकोमा हजुरहरूलाई धेरै धन्यवाद।
अर्को साता नयाँ रेसिपी लिएर म उपस्थित भइहाल्छु। त्यतिन्जेलसम्म हजुरहरूलाई नमस्ते।